के तपाईलाई लाग्छ कि ट्रेडमिल फिटनेसको लागि आविष्कार गरिएको थियो? होइन, यसलाई सुरुमा कैदीहरूलाई सजाय दिन बनाइएको थियो। 19औं शताब्दीको सुरुतिर बेलायतका जेलहरूमा क्षमताभन्दा बढी कैदीहरू थिए। अधिकारीहरूलाई लाग्यो कि कैदीहरू एकदमै फुर्सदिला भए, त्यसैले उनीहरूले एउटा ठूलो घुम्ने पाङ्ग्राको आविष्कार गरे। कैदीहरू त्यसमा उभिएर निरन्तर अगाडि बढिरहनु पर्दथ्यो। यो नै ट्रेडमिलको सबैभन्दा पुरानो रूप थियो। उनीहरूलाई आपसमा कुरा गर्न नदिन कपडाले छुट्टाइएको हुन्थ्यो। यदि कोही सुस्त भयो भने गार्डहरूले तुरुन्तै सजाय दिन्थे। उनीहरू दिनको 6 घण्टाभन्दा बढी हिँड्नु पर्थ्यो, जसबाट 4000 मिटर अग्लो हिमाल चढे बराबरको ऊर्जा खर्च हुन्थ्यो। केही समयमै बेलायतका लगभग सबै जेलहरूमा यो मेसिन प्रयोग हुन थाल्यो। 19औं शताब्दीको मध्यसम्म आइपुग्दा धेरै कैदीहरूमा मांसपेशी फाट्ने र मुटुको समस्या देखिन थाल्यो। बढ्दो जनदबावका कारण अन्ततः ट्रेडमिलको सजायलाई प्रतिबन्ध लगाइयो। तर ट्रेडमिल हराएन। दशकौंपछि यसलाई नयाँ रूप दिइयो र फेरि फर्कियो। यसपटक आधुनिक जिमहरूमा एक स्वस्थ कार्डियो मेसिनको रूपमा।